हेलो व्हाट्सअप गाइज अनि आफ्टर लङ टाइम आज 6-7 महिनापछि विदेश आएको पनि धेरै भयो होइन भिडियो नबनाएको पनि धेरै भयो धेरै अल्छी भएर चाहिँ आज लखर लखर गर्दै भाइ र म चाहिँ टक्क लाएर उबर चढेर होइन आज हामी चाहिँ सपिङ गर्नको लागि ग्रोसरी सपिङ गर्नको लागि मार्केट जाँदैछौँ अनि यस्तो हेर्दै भ्यूहरू है आकाशमा पनि टक्क लाएर कस्तो राम्रो देख्यो कि आजको भ्यू अनि लुलु मार्केट आइपुग्यो अनि यो चाहिँ मेरो फर्स्ट टाइम थियो लुलु मार्केट अनि भाइ चाहिँ अलरेडी पहिला नै गइसकेको थियो अनि लिफ्ट सरर चढ्दै माथि हेर्दै होइन अनि अगाडि भाइ हिँड्दैछ हाम्रो नरेन्द्र भाइ अनि टक्क लाएर म चाहिँ यसो सामान किन्नु पर्यो भनेर यसो क्याप हेरेको कस्तो मन पर्यो क्या सुहाउँछ कि सुहाउँदैन सुहाउँदो रहेछ अनि यसो प्राइस हेरेको त महँगो लाग्यो पछि किन लाने छोड्दै अनि त्यसपछि यसो मिररमा हेर्दै यसो होइन अनि यसो सामानहरू हेर्दै अनि टक्क लाएर यताउता होइन राम्रो लाग्यो जस लुलु मार्केट चाहिँ मलाई अनि टक्क लाएर मैले चाहिँ आफ्नो चाहिने सामानहरू किनिसकेँ होइन अब किनेर चाहिँ अब हामी फेरि जाँदैछु ग्रोसरीको लागि अनि यहाँ आलु म छान्दै थिएँ भाइले त टक्क लाएर उता यस्तो त्यहाँ हेर्नु नि त आयो भनेर सकर खण्डा क्या टक्क लाएर यस्तो हेरेको कत्रो ठुल्ठुलो क्या अनि यसो वरिपरि हेर्दै होइन हरियो साग सब्जी होइन धेरै बनाएको भनेर अनि यसो भिडियो बनाउँदै अनि त्यसपछि हामी चाहिँ यस्तो हेर्न सक्नुहुन्छ प्याजहरू लसुनहरू होइन अब आफूलाई चाहिने हामी चाहिँ मन्थको एकैचोटि नै सपिङ गर्छौँ क्या अब टाइम पाउँदैन नि त अनि 1 मन्थको लागि एकैचोटि अब सपिङ गर्नुपर्ने हुन्छ सो सपिङ गर्दै यसो भिडियो बनाउँदै भाइलाई भिडियो बनाउँदै गरायो भने अनि यहाँ हेर्नु है गाइस म्याङ्गोको सिजन रहेछ होइन जताततै म्याङ्गोको ट्री हेर्नु न हेर्न सक्नुहुन्छ है तपाईँहरूले खानुहुन्छ कि म्याङ्गो खाने भए आउनु होला अनि टक्क लाएर भोक लाग्यो अनि स्यान्डविच खाऊँ भनेर अनि चिकन स्यान्डविच रहेछ अन्त यहाँ चाहिँ एउटा पाकिस्तानी अनि हाम्रो चाचाजीले चाहिँ हाम्रो लागि चाहिँ टक्क लाएर होइन चिकन स्यान्डविच बनाउँदै हुनुहुन्छ है अनि भाइ र म चाहिँ हाफ पिस खाने लास्टै भोक लाग्यो भनेर चाहिँ अनि चाचाले बनाउँदै हुनुहुन्छ रेडी गर्दै हुनुहुन्छ है हेर्दै खम लाएर भोक लाएर अतिवटा भएको थियो अनि सब सपिङ गरेर हामी चाहिँ फर्किन थाल्यौँ होइन टक्क लाएर अब बाहिर निस्किनु पर्यो हेर्नु सपिङ गरेको आमामा यति धेरै सामान सपिङ गऱ्यौँ कि अब यो लान पो गाह्रो हुन्छ क्या फेरि यहाँबाट लैजाऊ होइन उता फेरि रुमसम्म लैजाऊ आजको यस्तै भयो है नरेन्द्र भाइ र मेरो सपिङ अनि कस्तो लाग्यो गाइज सरर हामी चाहिँ यस्तरी भिडियो बनाउँदै टक्क लाएर फेरि हामी उबर बुक गऱ्यौँ अनि हामी जाँदैछौँ रुमतर्फ गाइज सी यू बाई बाई